ANA Breaking News is brought to you by educationsabroad.com. Abroad with broad opportunities. पेट्रोलियम पदार्थको आपूर्ति सहज रूपमा नभएको आकाशिदो मूल्य वृद्धि एवं गुणस्तरहीन वस्तुहरूको बिक्री वितरण विरुद्ध उपभोक्ता मञ्च नेपालले आज राजधानीमा धरना तथा जुलुस कार्यक्रमको आयोजना गरेको छ। मञ्चले कालो बजार नियन्त्रण गर्नुपर्ने, कृत्रिम अभाव बन्द गर्नुपर्ने लगायतका 6 सूत्रीय माग राख्दै भिरकुटी मण्डपको मुख्य सडकमै 30 मिनट धरना बसी विरोध प्रदर्शन गरेको थियो। मूल्य वृद्धि गर्न पाइँदैन, कृत्रिम अभाव बन्द गर, पेट्रोलियम पदार्थको आपूर्ति सहज गर लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए। उपभोक्ता मञ्च नेपालका केन्द्रीय सभापति हरेन्द्र बहादुर श्रेष्ठले देशमा राजनैतिक परिवर्तन गर्नका लागि उपभोक्ताहरूले ज्यान दिएर लागेको तर लोकतन्त्रको स्थापनापछि उपभोक्ताहरू मूल्य वृद्धिको मारमा परेको बताउनुभयो। तर अहिले चाहिँ यत्रो किसिमको जनताले बलिदान दिएर जनताले यत्रो किसिमको चाहिँ के छ आन्दोलनमा उतेर यत्रो परिवर्तन गरेको जनता भने यो चाहिँ यो जनता हुनु अथवा चाहिँ ऊ बटा भनेको बासमा चाहिँ एउटै ऊ चाहिँ हुन्। त्यसकारण यो किसिमको चाहिँ के छ भने कि आन्दोलन गरेर यत्रो परिवर्तन गरेर लोकतन्त्र ल्याएको चाहिँ जनताले झन् चाहिँ उसलाई चाहिँ राहत दिनु कता चाहिँ उल्टो उसलाई चाहिँ के छ राहतको बदलामा चाहिँ आहत मात्रै प्राप्त भयो। उपभोक्ता मञ्च नेपालले उपभोक्ताका मागहरू पूरा नभए देशव्यापी रूपमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। किशोर कुमार पौडेल, ANA.com.np।